मैले आफ्नो कर्तव्य पूरा गरेको छु। कानुनभन्दा बाहिर रहेर कानुनभन्दा बाहिर गएर कुनै पनि निर्देशन मान्न सकिँदैन। हेलो नमस्ते, हार्दिक स्वागत गर्न चाहन्छु आदरणीय तमाम दर्शकहरूलाई। हजुर यति बेला तपाईँहरू हेर्दै हुनुहुन्छ त्रिभुवन चौतारी र म भर्ती कार्यक्रम सञ्चालक सोमबहादुर गुरुङ। हजुर हिजो मात्रै शुक्रबार जब कुलमान घिसिङले प्रेस मिट गर्दै कार्यक्रममा सोधेका सम्पूर्ण प्रश्नहरूको जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ। डाटा खर्च हेरौँ त के हो त रहस्य एकदम क्लियर हुनेछ। सँगै हेरौँ। मैले भन्दाहरू नै गर्नै पर्दैन, आउँदैछ। तपाईलाई माओवादी निकट भनेर आरोप लगाइन्छ के यो धेरैतिरबाट त्यो आरोप लाग्दै गर्दाखेरि के हो तपाईले किता क्लियर गर्दाखेरि के हो तपाई माओवादी हो? म एउटा जिम्मेवार राष्ट्र सेवक कर्मचारी। म कुनै पार्टी भित्र रहेर अथवा पार्टीको सदस्यता लिएर बसेको व्यक्ति होइन। एउटा जिम्मेवार कर्मचारी, सबै पार्टीका नेता, सबै पार्टीका प्रधानमन्त्रीसँग मैले काम गरेको। तपाईको अब भावी रणनीति के हुन्छ? अब अदालतको अन्तरिम आदेश दिन नमान्छ। अदालतको निर्णयलाई म सम्मान गर्छु। त्यही भएर मैले हिजोसम्म पत्रकार सम्मेलन गरेको थिएन। आज यहाँहरूसँग मेरो केही विषयहरू राख्नलाई मैले पत्रकार सम्मेलन गरेको हुँ। साधारणतया विद्युत प्राधिकरणको कार्यकारी निर्देशक विदाई हुँदै गर्दाखेरि विद्युत प्राधिकरणभित्र आउने र जाने, आउनेलाई स्वागत र जानेलाई विदाई प्राधिकरणभित्रै गर्ने गरिन्छ। मैले आज यहाँ यो इन्द्रेणी ब्याङ्केटमा आएर गर्नुपर्ने बाध्यता परेको छ। सरकारले तपाईलाई निष्कासित गर्नुको दुईटा प्रमुख कारणहरू भनेको छन्। एउटा चाहिँ जुन कार्यभार दिएको थियो त्यो गर्न नसकेको, बोक्यौता उठाउन नसकेको, र अर्को चाहिँ मन्त्रीप्रति चाहिँ जवाफदेही हुनु भएन, मन्त्रीलाई बाइपास गरेर आफ्नो स्वामित्व जनाउन खोज्नु भन्ने कुरा छ। तपाईले मन्त्रीलाई अन्डरस्टिमेट गर्नुभएको थियो। त्यसको जवाफ मैले धेरै पटक दिइसकेको छु। म प्रति मेरा तलका कर्मचारी जवाफदेही हुन्छन्, म मन्त्री प्रधानमन्त्रीसँग जवाफदेही हुन्छु। मैले आफ्नो कर्तव्य पूरा गरेको छु। कानुनभन्दा बाहिर रहेर कानुनभन्दा बाहिर गएर कुनै पनि निर्देशन मान्न सकिँदैन। तसर्थ मैले विद्युत प्राधिकरणको सञ्चालक समितिमा नै मैले नोट अफ डिसिसन लिएको एउटा विषयमा, जुन विषय कानुनभन्दा बाहिर थियो। यो निर्णयमा मेरो फरक मात्र हुन्छ भनेर मैले नोट अफ डिसिसन लिएको थिएँ। त्यो अदालतमा गएर पिआइएल बन्यो र त्यहाँ त्यस सम्बन्धमा स्टे अर्डर पनि आयो। त्यसको मतलब मैले जे स्ट्यान्ड राखेको थियो त्यो सही थियो भन्ने कुरा प्रमाणित हुन्छ। मैले कानुन विधि नियम अन्तर्गत रहेर निर्देशन मान्ने हो। त्योभन्दा बाहिर गएर कतै कहीँको निर्देशन मान्न म बाध्य छु। राजनीतिमा आउने सम्भावना कतिको छ? तपाईँ दीपक खड्काकै क्षेत्रमा गएर चुनाव लड्ने भन्ने पनि आइरहेको सुझावहरू आइरहेको छ। प्रश्न भनिदिनुहोस् न, तपाईँ रामेछापमा अथवा रामेछापबाटै चुनाव लड्नुहुन्छ कि अथवा राजनीतिमा आउने तपाईँको केही योजना छ कि छैन? म एउटा जिम्मेवार नागरिक। अब तपाईँहरू जस्तै बाहिरको नागरिक हो, म कर्मचारी भएन। यो जिम्मेवार नागरिक भएर मैले अघि नै मेरो वक्तव्यमा पनि लेखिसकेको छु। म सदैव देशको हितको लागि, देशको समृद्धिको लागि म कुनै पनि जिम्मेवारी लिन तयार छु भनेर मैले अघि नै भनिसकेको। उहाँको भनाइ चाहिँ के बुझ्यो भन्दाखेरि कुनै एउटा यस्तो अर्डर आएको थियो जुन कानुनभन्दा पनि माथि थियो। त्यसो हुँदाखेरि उहाँले त्यो कुरा मान्नु भएन। त्यही कुरा नमान्दाखेरि नै यो सबै भएको हो भन्ने चाहिँ उहाँको खुलासा है। सिधै उहाँले नभने पनि घुमाएर पारमा भने पनि एउटा बुझ्ने शैली चाहिँ बुझ्नुहुन्छ। उहाँले निकाल्नुको प्रमुख कारण र त्यो रह्यो है।
र अर्को भनेको चाहिँ उहाँ राजनीतिमा आउने नआउने कुरा चाहिँ जनताले चाहेको खण्डमा जनताले यदि माग राख्यो भने उहाँ अवश्य पनि आउन सक्नुहुन्छ है भनेर चाहिँ एउटा साङ्केतिक इसारा पनि दिनुभएको छ। अवश्य पनि यदि उहाँ साँच्चै नै राजनीतिक क्षेत्रमा आउनुभयो भने जनताले भरपूर्ण जसरी अहिलेसम्म उहाँलाई साथ सहयोग र माया दिइरहेका थिए त्यसरी नै अवश्य पनि उहाँलाई चुनावमा जिताएर एउटा मन्त्रीसम्म चाहिँ उहाँ बनाउने भनौँ न उहाँको कुन हिसाबले उठ्नुहुन्छ त्यो अनुसारले चाहिँ उहाँलाई जिताउने चाहिँ जनताले पक्कै पनि साथ सपोर्ट हौसला दिनेछन्।